अहिले चाहिँ हामी सुर्खेत जाँदैछौँ सुर्खेतको बाबिया सौर होइन यहाँ पछाडि हुनुहुन्छ एकजना भस्काउने गुरु उहाँले पुरै भस्काउनुहुन्छ वास वास अनि कतिको भस्काउनुहुन्छ साल गुरु यतातिर बोल्नु न किन नभोल्या अनि यहाँ चाहिँ हाम्रो अर्को चन्द्र दाई हुनुहुन्छ उहाँ त खासै भस्काउनुहुन्न होइन भस्काउने नै उहाँ हो होइन अनि एउटा यिनीहरू यिनी दुइटाको गन चाहिँ एकदम डह्रो छ AK-47 जस्तो छ पोखा चस्किने दिन्छन् फेरि यिनीहरूलाई चलहरू भन्नु न कति भस्काउनु हुन्छ क्या अरे म हाल्दैन अरे अपलोड गर्दैन क्या यस्तो पनि के अपलोड गर्दा अन्त त्यही त अनि अरू जे हो भने हाम्रो कम्पनीको 1 नम्बर भस्काउनु नै उहाँ नै हो होइन अहिले बोल्नु भएको छैन यहाँ क्यामेरा देखेर यहाँ चाहिँ बाटो बल्ल छ होइन अहिले जाम परेको छ बाटो बल्ल खुल्दैछ उताबाट आउँदैछन् टिप्परहरू पुरै लाइनको लाइन छ यहाँ टन्नै है अहिले चाहिँ हामी जाममा परेका छौँ सुर्खेत पुग्न अब हाम्रो साइड पुग्नलाई चाहिँ 15-20 किलोमिटर मात्रै बाँकी छ यहाँनिर चाहिँ हाम्रो सकाल गुरु हुनुहुन्छ राङ्गो है अनि मजा आउँछ सिक्ने भस्काउनु मजा आउँछ यो गाडीमा काला मान्छेहरू बसेका छन् होइन कालेले लक समासै हो अहिले लक खुल्छ अनि घिब्लिक्क चिउको भएर ए अर्को यो फेरि माटो नि के गाडी हो यो हिँड्नै सक्दैन होइन दिमाग खराब भएर बिहान र इस्युज हो कि आइसुज हो जस बाटो लास्ट अफरोड छ होइन काला हाँससँग दाँत देखेन यो काला हाँसै तर काले मजाले हाँस्छ हेर्नुलाई अझै काले कस्तो हाँसे ल कस्तो सामान अब चाहिँ हामी कर्णाली चिसापानी पुग्न आँट्यो कैलाली जिल्लामा छ मैले चाहिँ यो चाहिँ कैलाली हो होइन अहिले ओभरटेक गरेर अगाडि जानै पर्छ यी गाडी त कुच्चिएर हैरान भएर चाहिँ पनि साइडै दिन्न त फेरि तोरीले हिँड्छ आफू हाम्रो यहाँ त्यो मान्नेजी बस्छन् अनि मान्नेजीले नि आज के भस्काउने भन्छन् के हार्नु अरे भर्सरी यार साइड दिएन मासला साइडै दिँदैन त तोरी नहिँड्छ टुटफुट गाडी रहेछ पुरै कम्पनी काले गिर कस्तै बस्या यहाँ गरेर छ पुरै दुलाखाना काला मात्रै सब काला छन् यिनी देशहरू माथि यतातिर सब काला हुनेछन् यो माछालाई ड्राइभर ल्याएर मेरो रातो कुटाइ खान्छ पक्क भोसडो साइड दिनु नि अहिले म पक्न पकमा चिक्ने पक ड्राइभर हेर मुझे सकल नाच्छ ड्राइभर पनि कालै कालै गिठा गिठा के हेर्छस् गिठा के हेर तिमीहरू हाँ ताल हेर हेलो गाइज यो चाहिँ कर्णाली चिसापानीको पुल हो अब हामी चिसापानी पनि आइपुग्यौँ यिनीहरूले बाटै नछर्ने बेला कहाँ चस्मा लाग्यो अहिले कहाँ हो तिनीहरू किनभने मसाला टुक्ने यिनी मसाला टुक्ने हेर
Oh, how are you? हाँस्नु तिनीहरू अहिले जिस्कामलाई कोही केटीलाई कसलाई निस्काउने निस्किएँ त्यही पर छ नि त त्यस्तै राम्रो केटी थियो एउटा त्यो बजियो त्यसले त ट्याप लाने छ एउटा खुट्टामा त्यो एउटा खतरा आयो भैरवालीसँग हेलो हेलो कोही केटी देख्दैन आज खास त त्यहाँ रहन्छ नि धेरै छोड्दै छोड्दैनन् यिनीहरू त छोड्दै छोड्दैनन् कि बाटै नछोड्ने क्या यस्ता एमएलए बिना अहिले चाहिँ हामी बर्दिया राष्ट्रिय निकुञ्जभित्र यात्रा गर्दैछौँ होइन यहाँ चाहिँ स्पिड 40 भन्दा बढी जान नपाउने हो तर 60 पुग्न लागेछ मेरो हाम्रो टाइम कार्ड चाहिँ एउटा ट्रक आइरहेको छ त्यहाँ पछाडि ऐनामा त्यही ट्रकले ल्याइरहेछ होइन जस्ट लुक लाइक अ वाउ वे दामी बाटो छ यहाँ त सयकै स्पिड भस्काउन मन लाग्थ्यो कि हेर्नेहरू जान्दैन यहाँ जनावरहरू पनि भेटिन्छन् होइन कहिले काहीँ त बाघ पनि भेटिन्छ आज चाहिँ एउटा बाँदर पनि भेट्यो होइन अनि किनकि बाँदर हाम्रै पास छ नि यहाँ यही छन् बाँदर इज मङ्की सो अहिले चाहिँ म बर्दिया राष्ट्रिय निकुञ्जमा हिँडिरहेको छु ड्राइभ गरिरहेको छु होइन स्पिड धेरै लानु मिल्दैन 40 को तर मेरो चाहिँ 55 को छ अबको एकैछिनमा हाम्रो यो टाइम कार्ड पनि सकिन्छ होइन भिडियो चाहिँ माइलाले खिचिरहेको छन् भस्काइराखन् होइन नेपालगञ्ज गएर चाहिँ हामी आइसला भस्काउने होइन त्यही हो कुरो होइन माइला अरू त सब ठिकठाक छ आइसाको आइस भनेको बरफ के बरफ सेतापुती होइन के बोल्या भाइ त्यस्तो बोल्नु न त यो त सिधै यतिकै अपलोड हुन्छ तपाईँले भस्काउने भन्नुभयो भस्काउने आइस भस्काउने भनेको बरफ नेपालीमा बरफ भन्छ इङ्ग्लिसमा आइसलाई भयो भस्काउने त्यही भएर अब नेपालगञ्ज पुग्न 2 घन्टा लाग्छ बाबाई अहिले चाहिँ हामी बबाई नदी पार गरेर यो निकुञ्जभित्रै छौँ होइन अहिले चाहिँ अलिकति ढिला गरिदियो केरेनले यहाँ दाउरा तान्दै रहेछ बबाई नदीबाट अहिले चाहिँ ड्राइभ माइलाले गरिरहेछन् यहाँ अनि गीत रन्काइरहेछन् मजाले है भैरवा टु काठमाडौँ जाने बस रहेछ होइन यहाँ चाहिँ यो सुदूरपश्चिमतिर आइरहेछ यो बस अहिले चाहिँ सुदूरपश्चिमबाट बुटोल जाँदैछ यहाँ चाहिँ अर्को इन्डियन गाडी छ इन्डियन गाडीलाई ओभरटेक गर्दैछ हाम्रो बसले होइन नेपाली बसले अनि इन्डियन गाडी रहेछ इन्डियन गाडी चाहिँ चिल पारामा हिँड्दैछ मजाले